हेलो गाइज, के छ खबर? आज चाहिँ धेरै पछि मैले भिडियो बनाउँदैछु किनकि हाम्रो आज एनिभर्सरी अनि आज चाहिँ घुम्न जाँदैछौँ क्या हामी। क्या बात है सर, क्या बात है सर। अलि टाढै घुम्न जाँदैछौँ अनि म चाहिँ अहिले चाहिँ ओमुतामा छु के। चिबा छोडेर ओमुता सिटी आइसकेपछि चाहिँ भिडियो बनाएको थिएन। चिबामा नि बनाएको थियो आउने बेलामा, फेरि अनि हाल्नै मन लागेन मलाई। त्यो अलिकति कस्तो भयो एडिट गरेँ कि के गरेँ, कस्तो भयो, त्यही भएर हाल्न मन लागेन। आज चाहिँ हामी नेसनल पार्क घुम्न जाँदैछौँ। हामी ओमुताबाट एक घन्टा कि 1.5 घन्टा गाडीमा। अनि यहाँबाट चाहिँ अब हामी दुईजना रेडी भएर जाँदैछौँ, जुन रेडी हुँदैछ अझै पनि। अनि त्यसपछि चाहिँ गाक्कु गएर चाहिँ स्टुडेन्टहरू लिएर पनि जाने प्लान हो। अब के हुन्छ हेर्दै गर्नु होला है त बाटोमा। गाइज हामी चाहिँ अब यहाँको सिङ्गार लितपोत पछि चाहिँ हामी निक्ल्यौँ है गाइज। अब चाहिँ हाम्रो गाडी चाहिँ तल छ कि यार, उल्टो बाटो ल्याएर राखिरहेको मैले गाडी अलिकति। हाम्रो म्याडम रेडी हुनु भइसक्यो, मेकअप गर्दा नि काली देखि। मौत को छू के टक से वापस आ सकता हूँ। हामी चाहिँ अब जाँदैछौँ है त। पार्किङमा थियो क्या अघि गाडी, अनि फेरि निकालेर ल्याएर यता राखेको। म्याडमजीलाई सजिलो हुन्छ भनेर। यो चाहिँ हाम्रो घर है गाइज, यो चाहिँ अब हाम्रो गाडी टक्क लाएर आजको लागि चाहिँ घुम्न जाने गाडी चाहिँ यही भयो। अब यसलाई चाहिँ यो टाल्नुपर्छ क्या, पहिला 1 वर्ष भइसक्यो छैन, त्यही भएर हाम्रो म्याडमजीलाई चाहिँ बस्न हतार भइसक्यो गाडीमा। ल है त गाइज, आजको दिन राम्रो होस्, आजको भिडियो राम्रो बनोस्। हामी चाहिँ अब जाँदैछौँ। ट्राफिक गाइज, ट्राफिक। हाम्रो हेन्डसम हस्बेन्डले अब स्टुडेन्टहरूलाई लिएर चाहिँ यति ठुलो गाडीमा 2 जना मात्र जानु अलिकति के भन्छ त्यसलाई, सबै गएर रमाइलो गरौँ भनेर हुन्छ भनेर चाहिँ अब हामी स्टुडेन्ट लिन जाँदैछौँ होइन, होस्टेलसम्म। अनि चाहिँ त्यहाँबाट चाहिँ हामी हिजो राति हेरेको थिएँ कि मैले एउटा नेसनल पार्क, त्यहाँ चाहिँ अलि दामी रहेछ, समुद्र ढुङ्गा चढ्न पनि। अब त्यहाँ जाँदैछौँ। यहाँबाट 1.5 घन्टा लाग्छ कुमामोतोतिर है त गाइज। अब हामी चाहिँ स्टुडेन्ट लिनलाई होस्टेल जानु आएको के। हाम्रो चाहिँ अब सबैजना रेडी भइसक्यो, अब चाहिँ जाने होइन गाइज। कहाँ जाने? म त कति काली आएको त्यहाँ। मस्त जोक मारा रे, ये हंस रहे हल्का हंस। रियल त हो नि, पुरै खेल्नु पाउँछ यो जुन रोटेपिङ छ नि, रोटेपिङ त होइन रियल, रोटेपिङ त्यस्तै घुम्छ स्लो। अरू चाहिँ एकदम लचक लचक त्यो कम्मर Makai no sora de pika pika Chibiyaku made mo kokoro wa pura Warate hashite doki doki run Chotto henna pa wagaban Kuroi tsubasa fura fura sway Demo yume wa kiramiku brightness play Kodomo mitai ni hora hora oi Ore wa mada mada just a boy तिमी छ साथमा, अरूको बात छैन, हात छ हातमा, ती जति बातमा परेमा लड्छ तिम्रो तस्बिर छातीमा। म त छु मस्त, व्यस्त छु तिम्रो यादमा। सायद तिमी कुमामोतो के फकाउँछ तापले। गाइज यो चाहिँ हाम्रो कुमामोतो जो भनेको चाहिँ कुमामोतो क्रिस्टल सही छ नि होइन? फुनेमा चढ्न लाग्यो गाडी सँगसँगै हो कि होइन? कतिको एक्साइटेड छौ त? यसरी चढ्ने रहेछ क्या वहाँ गएर कति ठुलो होला त नि त फुने है, सबै गाडी अटाउने यार। जाँदैछौँ है गाई, यस्तै सरर फुनेमा चढ्न। गाडी लिएर छिर्यो यार पहिलोचोटि। गाडी लगेर फुनेमा अझै अरू के त फुनेमा होइन।
ल केटा उमी जाने भने होइन तिमीहरू उमी यही हो ओहो सब भिडियो हाल गाडी लक फोटो गरेर माथि भिडियो जाम है सबै अहिले गाइज हामी चाहिँ अब डुङ्गा माथि होइन सबभन्दा तल गाडी हाम्रै फेरि सबभन्दा माथि हामी नै हो कि ल हो ग्याङहरू फेरि हामी आइजाउँ गाइज अब क्या बात है सर क्या बात है सर क्या बात हामी ये चाहिँ बात आज एनिभर्सरी स्पेसल प्रकाश दाइ हाम्रो केटाहरूलाई लिएर आएको होइन गाइज के भन्न मन लागिरहेको छ त अब हामी यसरी एनिभर्सरीको दिन यस्तो सरप्राइज दिएको अरू केही अब केटाहरूलाई सोधौँ केटाहरू कहाँ गयो के भन्न मन लागिरहेको छ त एकदमै खुसी फर्स्ट एक्सपिरियन्स तिमी समुद्र गइसक्यो मान्छे हेर्न फोटो खिचेर म त समुद्र गइसक्यो भन्ने मान्छे फोटो खिच्दै हाल्दा तिमीलाई चाहिँ के भन्न मन लागिरहेको फोटोग्राफर धन्यवाद यहाँ त के हो केटा कस्तो लागिरह त तिमीहरूलाई ल गाइज अब हामी नागासाकी आइसके गाडीमा गाइज हामी चाहिँ होइन बल्ल बल्ल गरेर यो ठाउँमा आइयो अब चाहिँ टक्क लाएर चटपट खाने अनि फर्किहाल्ने चिप्लेला है केटा चिप्लेला भन्दा पनि आफै चिप्लिने कि गाइज यो चाहिँ होइन एनिभर्सरी स्पेसल केटा सेन्सेले बनाएको चटपटे कस्तो हो अर्को दिन खानु पाइयो